चाहिँ हाम्रो सागवान भन्छ यो टिक एकदमै यहाँको मान्छेहरूले निजी आबादीमा लगाउनलाई एकदमै खोजी लानुहुन्छ। यो चाहिँ हाम्रो दिदीबहिनीहरूले यसरी यो रुट सुटको यो अब यो चाहिँ ब्यागमा लगाएर राख्ने हो। यो रुट सुटको जरालाई प्रुनिङ गरेर यसलाई चाहिँ यसरी यो त्यो बेडमा चाहिँ भरिसकेको माटोमा लगाएर राख्नुहुन्छ। यो बिरुवा चाहिँ एकदमै माग्छ, छिटो बढ्ने, राम्रो फर्निचर बन्ने, झ्यालडोका पनि राम्रो बन्ने भएको हुनाले यो सागवान चाहिँ विशेष गरेर यो नेपालगञ्ज क्षेत्रमा चाहिँ यसको अत्याधिक माग छ। दिदीहरू यहाँ बिहानै आएर काममा लगाइसक्नु भएको छ। जस्तो अन्त पनि हुन्छ। यो हाम्रो नर्सरी यहाँ छ। यो नर्सरीमा चाहिँ अब यी बेडहरूमा चाहिँ यो जराहरू चाहिँ यसरी राखेर अब साउनमा चाहिँ फेरि वितरण हुन्छ होइन। यो फागुनबाट यो चैत वैशाख 5 महिना यहाँ नर्सरी बेडमा बसिसकेपछि यो चाहिँ जान्छ। हो यसको रुख बिरुवा भनेको चाहिँ यो सागवानको यही बिरुवा हो। यो ठुलो भएपछि एकदमै महँगो नहीं त्यसले त माटोभरि सब गइहाल्छ त ऊ। कम गराछु जारीको टाउको लिएर आउनु एउटा, त्यो 100 रुपियाँमा पाउँछ। छैन त्यो त्यही त एउटा लिएर आउनु नि त्यहाँ उसबाट। अब यो त 4 महिनामा त माटो त आधा भइहाल्छ। यसलाई सफा गरेर रोपाई गर्ने हो। ए भनेपछि यो कति दिन गर्नुहुन्छ तपाईँहरूले यहाँ काम, यस्तो अब काम? कति दिन अब लाग्छ, कति रोपाउँछन्। अनि यो नर्सरीमा हजुरहरूले वर्षैभरि काम गर्नुहुन्छ? अब कहाँ वर्षभरि हुँदैन। कति महिना जति काम गर्नुहुन्छ? अब पहिला थैला भर्छन्, थैला भरेपछि यो सरगुन रोप्ने र बिरुवा पनि रोप्छन्। त्यतिखेर पनि आउनुहुन्छ? कति वर्षदेखि हजुर यहाँ काम गरिरहनु भएको छ यहाँ नर्सरीमा? यो नर्सरीमा अब सालभर त हुइगेल मोरमा दिदी। कई साल से आइटो यहाँ काम करे? 1 वर्ष जति भयो। ए तपाईँ कति वर्षदेखि आउनुभयो दिदी? हजुर 10-15 वर्ष भयो यही काम गर्न लागेको? ए अरू पनि छन् यहाँ सधैँ काम गरेर आउने? यो नानी पनि 3 वर्षदेखि है? ए जे होस् घरको खर्च चल्छ? चल्छ। घर कहाँनिर हजुरहरूको? परस्पुर। परस्पुरबाट आउनुहुन्छ है?